आज तपाईँहरूले हालेको मतमा तपाईँलाई गुनासो भएको होला, तर पनि हामीले हालेको तपाईँलाई गुनासो अवसर दिने छैनौँ कि माफ दिने छैनौँ। म हार्दा पनि तपाईँको के हुन्छु, म जित्दा पनि जनताकै बिचमा हुन्छु, मलाई काहीँ पुग्नु पर्दैन। तपाईँको चाहिँ म हार्दा पुगिसकेँ, भोलि पनि चाहिँ तपाईँ संसद क्षेत्रमा माटोमा यो शरीरलाई अर्पण गर्ने प्रतिक्रिया गरेको मान्छे, हाम्रो लास त्यही माटोलाई अर्पण गर्ने हामीले प्रतिक्रिया गरेको आम संसद क्षेत्रमा एकता चाहिँ मतदाता चाहिँ आदरणीय न्याय जसले चाहिँ एकताको पक्षमा, न्यायको पक्षमा, सद्भावको पक्षमा, विकासको पक्षमा, अग्रगमनको पक्षमा हाम्रो पार्टीले उठाएको एजेन्डा, स्थिर सरकारको पक्षमा, भ्रष्टाचारमुक्त सरकारको पक्षमा आज जेएनजीले उठाएको मुद्दा चाहिँ स्थायी सरकार र चाहिँ भ्रष्टाचारमुक्त चाहिँ सरकारको चाहिँ पक्षमा हाम्रो पार्टी लागेको छ। त्यही हामीले पार्टीले उठाएको एजेन्डा चाहिँ जेएनजीले उठाएको छ। अब जेएनजीले उठाएको विद्रोहको आवाज हाम्रो पार्टीले बोक्नेछ, हाम्रो उम्मेदवारले बोक्नेछ, त्यो मैले बोक्नेछु र सिङ्गो संसद क्षेत्रमा रहेको पनि एकता, सद्भाव र विकासको चाहिँ क्षेत्रको रूपमा हामी परिभाषित गर्नेछौँ। तपाईँहरूले हाम्रो अवसर दियोस्, हामी तपाईँहरूलाई बिल्कुल निराश बनाउनु छैनौँ।